यसरी सुरु भयो हाम्रो पिकनिक डे। क्लास 7 र 8 को स्टुडेन्टहरुसँग हामी यसरी जाँदै थियौं। कोहलपुर पुग्यौं। कोहलपुरमा म्याराथन रेस हुँदै थियो। त्यो हेर्दै हेर्दै हामी लाग्यौं टिकापुरतिर। दिनेश सरको डान्स देखेर कोही बच्चा पनि अगाडि आएनन्। सुरुमा त सायद म्याथ टिचर हुनुहुन्छ भनेर डराएर नआए होलान्। पछि त बच्चाहरू यसरी नाच्न थाले कि दिनेश सरलाई भिडियोमा भेटाउनै गाह्रो भयो। दिनेश सर कहाँ हुनुहुन्छ भन्दा खोज्दा हामीले भिडियोमा कहीँ पनि देख्न पाएनौं। बच्चाहरूले सबै घेरेर नाच्न लागेको थिए। त्यस्तै गरेर अब यो हामी एकछिन गाडी रुकेको थियो र म म्यामको गाडीमा गएर म्याम यसरी आउनुभयो। मलाई देखेर भिडियो बनाएँ मैले। उहाँको कति क्युट हुनुहुन्छ हाम्रो इन्चार्ज म्याम। त्यस्तै गरेर हाम्रो गाडी कहिले पछाडि र उहाँहरूको गाडी कहिले पछाडि यस्तै गर्दै हामी टिकापुर पनि पुग्यौं। र यिनी दुईजना हुन् हाम्रो स्कुलका क्लास 8 को दुईजना आफूलाई हिरो सोच्छन् तर बिचारा सधैँ पिटाई खान्छन् हरेक। हम सब जो साथ में रहे, खुशियाँ सब हाथ में रहे, हमसे बस फासले रहे यूं हर तुरंत चाहे कहीं भी किसी भी मोड़ पर बिगड़ेगी कोई बात भी अगर मिलके एक दूसरे से कहें। हामीलाई पिसाब लागिरहेको छ तर हामीलाई इन्चार्ज म्यामले पिसाब फेर्न दिनु भएको छैन। जस्टिस फर स्टुडेन्ट सुपर सरले तर जान दिइराख्नु भयो। त्यो भगाइदिनु भयो हामीलाई इन्चार्ज म्यामले। म के भन्दैको सर तपाईलाई पर्खेर बसेछु सर, अगाडिबाट हट्दिनु न सर। क्लासमा सबैभन्दा धेरै हल्ला गर्ने मान्छे आज यति शान्त भएर बसिरहेको छ। बिचारा हेर्दा टिट लाग्यो। अब अर्को उसको सुताइ हेरेर त सबैजना बेहोस हुन लाग्यो। दिनेश सरले एउटा शायरी बनाउनु भयो र सबैजनालाई सुनाउनु भयो। जिंदगी के सफर में साथ तेरा होता, जिंदगी के सफर में साथ तेरा होता, मैंने तुझको अपना माना हम सफर के सहारे, खुद को तेरा सोचा पर कसम तेरी बातों का दिल यूं ही टूटा, सोचा नहीं था मैंने ये वक्त कभी आता। नाच्दै गाउँदै शायरी सुन्दै हामी पुग्यौं अब कर्णाली। कर्णालीको पुल देखिरहेको थियो। त्यतिकैमा बच्चाहरू एकदम खुसी भएर फोटो खिच्न थाले। सबैजना र हुटिङ गर्न थाले। सानो काम थियो कर्णालीमा। म त्यहीँ झरेर मलाई सबैजनाले बाई बाई गरे। त्यसपछि मैले एउटा सानो क्लिप बनाएँ त्यहाँ। त्यसपछि म फेरि त्यहाँको काम भ्याउने बित्तिकै टिकापुरको लागि रेडी भएँ बसेँ बसमा। त्यसपछि त्यहाँ बसिसकेपछि म टिकापुरमा आएर सबैजनालाई फेरि भेटेर मलाई फेरि एकदम खुसी लाग्यो। मैले यहाँ सबैजनाको डान्सहरू मिस गरेँ। म पुग्ने बित्तिकै बस स्टार्ट भएर हामी फेरि घरतिर लाग्यौँ। तर हामी कर्णालीको बाटो नआएर ठाकुरद्वारा हुँदै हामी घर आउने कुरा भयो। त्यसपछि फेरि बसमा त्यही स्टार्ट भयो नाचगाना सबै। र दिनेश सर र आर्यन सरको डान्स हेरेर त बच्चाहरू एकदम फ्यान भयो सबै दिनेश सर र आर्यन सर। घर फर्किँदा सबैजनालाई हामीले फेरि म्यामले
नास्ता अर्डर गर्नुभएको रहेछ। सबैलाई हामीले बसमा लिएर गएर दियौँ र सबैजनाले खानुभयो र मोमो को चटनी जुन थियो त्यो अलिकति पिरो थियो भन्ने बच्चाहरूले सबैजनाले भने। त्यसपछि हामी फेरि घरतिर लाग्यौँ। यसरी हाम्रो नेपालको कतिपय ठाउँ यस्तो छ जहाँ कि हामी हेर्ने बित्तिकै हामीलाई एकदम झरेर फोटो खिचौँ जस्तो लाग्छ, तर यस्तो ठाउँमा हामी झर्नु भएन किनभने यो अलिकति सेफ हुँदैन। ठाउँ ठाउँमा लेखिएको हुन्छ, गाडी रोक्न मिल्दैन, टाइमिङहरू दिएको हुन्छ, स्पिड पनि त्यस्तो लग्न मिल्दैन। तर यो बाटो हेर्दा चाहिँ मलाई फोटो खिच्ने मन त एकदम धेरै लागेको थियो, तर म झरेपछि मेरो पछाडि पुरा एउटा लाइन नै थियो, त्यही भएर म पनि झरेन र कसैलाई झर्न दिएँ। सबैभन्दा धेरै समस्या के देखेँ भनेपछि हाम्रो बच्चाहरूलाई बाहिर कहीँ गयो भने एकदम टोइलेट लाग्ने चाहिँ एकदम धेरै गयो। जङ्गलमा कतिपय ठाउँमा यिनीहरू टोइलेट पनि गरे। ल हेर्नु सब यो भिडियो। यिनीहरू सबै हाम्रो देशलाई पोल्युटेड गर्ने मान्छे, यिनीहरूको माथि कारबाही गर्नुपर्छ। हेर्नुभयो नि भिडियोमा यिनीहरूको Oh no! Hey!